हेलो एभ्रिवान, आज हामी खेलिरहेछौँ म्याचिङ गेम। जस्तै म्याचिङ गेम भनेको जस्तै कलर म्याचिङ हुन्छ, चित्र म्याचिङ हुन्छ। अनि हाम्रो आज चित्र म्याचिङ गेम छ। आज मेरो कोठा एकदम नराम्रो छ किनकि मैले यति दिन भइगयो म हिजो अस्ति रामरासन घुम्न पनि गएको थिएँ। अनि त्यहाँबाट आएर मेरो थकाइ नै मरेको छैन। अनि मैले एकदम नै मैले कोठा पनि सफा गरेकी छैन होइन। अनि म यो गेमको तयारी गरेर आएको थिएँ। अनि कोठा अब साफ त छैन, चलो कोही बात नहीं, हमने आज मुड आयो अनि गेम खेलिहाल्यो भने यो मेटेरियलहरू मैले चाहिँ स्कुलको हो, हुन त होइन। अब थाहा भएपछि त गाली गर्छन्, गाली गरेर नि गर्ला नि सोचेँ कि एकपटक गरेर गर्ला नि सोचेँ। अनि त्यति मेरो बाबु चाहिँ चक्लेट लिएर आइसकेको थियो। अनि त्यसपछि हामीले चक्लेट खोलिसकेपछि हामीले गेम स्टार्ट गऱ्यौँ। गेममा चाहिँ मेरो बाबु चाहिँ चक्लेटको पनि क्या यस्तो होइन, यसरी समाऊ अनि रिटर्न खानुपर्छ अनि यस्तो गेम चाहिँ हुनु भनेको। पहिला मेरो बाबुको पालो आयो, त्यसपछि मेरो पालो आयो। अनि पहिला चाहिँ मैले खाएँ होइन। त्यसपछि त मेरो पालो आएकै आयो। अनि त्यो सारो चक्लेट चाहिँ मैले खाएको। अनि ऊ चाहिँ टुवा पढेको भयो कि उसले एकैपटक खायो। आज चाहिँ पुरै गेम नै मेरो हातमा थियो कि मलाई यति आइरहेको थियो कि चक्लेट खानामा। अब के सोच्छु, मैले त सोचेँ कि लास्टमा बाबु रुने हो, अब साह्रो चक्लेट मै खाने पराइ जस्तो बच्चाहरू गर्दैन। अब खेल्दा हामीलाई थाहा भयो कि यसमा त एउटा जोडा नै छैन कि, ध्यानै भएन क्या। ऊ जोडा चाहिँ निचे पढाएको थियो कि, अनि जोडा निचे लास्टमा त जोडा छैन। मैले जोडाले पनि के गर्नु, लास्टमा जित्ने त मै थिएँ सबै, अहिले पनि मै जितेँ, लास्टमा पनि मै जितेँ भनेर